Say hi. Hi. टालिनु पर्छ नभए अहिले भरे उन्दाखेरि निस्किजान्छ म त उस गर्नु पर्यो यसो हेरेर भरे त्यही मान्छे टालिनु मिल्दैन नभए त्यो अलि नभएको ए फेरि डब्बामा त उस रहेछ Did you have? Say hi. I think look flowers. दुईटा मात्र ठुलो पिज्जा मगाउँ नत्र पुग्छ होला नि भाग्नुको पिज्जा रहेछ आमाले त पुग्दैन भन्छ तर अर्को चाहिँ पुग्यो भने एउटा चाहिँ चिज मात्रै मगाएको I got on camera. अर्को हाम्रो फेरि थाइतिर मेहन्दी Santa. के रहेछ आइबी आइबी मिल्दैन तँको उयो डेन्जर सोच है बेइज्जत के रहेछ तपाईँको आर्टको बेइज्जत भयो पछि के गरेछ नत्र हेरे बम्बल बितो चिन्छ Oh crikey, that's not good. Santa के पियो आइबी Another problem was I used this hand. केही हुँदैन ए पहिले भन्नुपर्छ नि त नि आफूलाई I forgotten. आफ्नो हातले तिमी हेरेर गर्ने हो भेडी Something. नो भेडी बाबा ब्ल्याक सिप गर्ने तिमी Look. त्यो गर्ने रे के गरेर रहेछ हातले बाबा ब्ल्याक सिप anymore ओइ हाई फाई नगर न ले च्यात्तै गर्दा ल अर्को ह्यान्डमा आएर Right eyebrow. अर्को ह्यान्डमा अर्को ह्यान्डमा आएर लेख न कहाँ रह्यो यार सुनिका होला नि हेलो हेलो म्याडम अहिले त त्यो माथिको सिङ बनाइदिएर नि होला नि बी बनाएको यो सान्ता क्लज बेइज्जत भयो बेइज्जत Here we are. Lyra. तिम्रो पनि लाउने तिम्रो लाउने Oh, do you want to show this one here? तिमी नलाउने Lyra. जान्नु त खै तपाईँलाई नि मेहन्दी लाउनु तिमी लाउने नलाउने तिम्रो त चिक्स नगरौ है Do you like it? Looks very professional. धन्यवाद उयो टिभी अफ गरिदियो हुन्छ त्यो सम्राट उभिने नो उभिने अप अप यहाँ अनि कति कति क्ल्याप 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 कसले गर्छ रातिको 11 बजे नदिन जान्ने मान्छेहरूले गर्छ
solollam gari bol to mana cha khema ta jam chingre na lam ye min bol ko di chane bane dia sa me काम थियो चलाम गरी मदा बाबालाई दियो हजुर पर्साइदियो होइन सोलेस त यहाँ होइन तपाईँहरू भने हो सोलेस होइन यति खाता जति लामो आयो भने है बाबु Oh, welcome. अन्दाज आछ उता पछाडि ढोडे आइज नि पछाडिबाट गएबाट जोइ त्यो सामान के अनुहार त के अरे के भन्छ फेसियल गरेर आइसक्यो हो टिलिक्कै टल्केछ त भेनाजी 3 लिटर पानी खानुपर्छ आइहाल्छ Which side but I said it? Like kiran like kiran. अनि बाहिर गर्ने ठिकै छ बाहिर ठिक छ बाहिर ठिक भित्र गर्ने मैले त पेटकामा ध्यान गर्ने भने गर्ने अब पेटकामा भित्र आएर गर्नु भयो नि त उयो गर्नु त उयो गइसक्यो भित्र आउनु उयो ल आजको नयाँ दुला मिस्टर नवीन कन्यालाई बल्ल आइपुग्यो भने देखाउँछ विशेष यताको आमा कति धेरै त्यो पानी त्यसै छर्कने सोलिसको त ग्यालनै छाडे जस्तो छ लु आइरालाई मेकअप पनि हो अब के हो त्यो माला लाग्यो रुपा लाउने हो पहिला अनि रुबो त अहिले बुझ्यो रुबो त अहिले बुझ्यो अर्को माला नि छ नि बोलमा त होइन निकाल्यो क्ल्याप 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 आमा त अलि यता आउनु त ल ल ल सबैले क्लास गर्न ल हो ल यता हेर्नु त दुईजना ल भित्र आउनु माउनु त प्रे गर्नु ए
गइदियो उता यिनीहरूको पक्का यिनीहरूको विवाहमा हजुर बाहिर हुनुहुन्थ्यो अब मैले टिका लगाइदिनु मेरो पर्यो ब्यागमा ल आज हजुरको हातबाट फेरि मेरो ब्यागबाट फोन दिन्न भेट भयो उतै किचनमा छ होला अब यसपालि दसैँमा टिका लगाउनु एकैछिन है दसैँमा टिका लगाउने एकैछिन हुन्छ एकैछिन है तिमीहरू आयो भने त्यही तिमीले हेल्प गरेको Why is I turn that way? बाबाबाट यस्तै किसिमको शुभ बाटो सोनम अलिकति यता जानु तिमीले त्यो पछाडि अलि एसिड गर्दै त प्रवीण ल भाग्यमा नि दुई दुईचोटि बेहुला हुनु पाउने हेलो हजुर किन रुनु भएको आइबी कन्फ्युजन शैली हाम्रो बुहारी नानी माइली साइली कान्छी आयुष्मती ची 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 એવું મેં તે ઓર્ડર કર્યો के छ आइरहेको छ यो दही के हो आमा अहिले हो कि ए ल ल आएर अगाडि छोरीले दिए कि आज त फर्स्ट टाइम देखेर जस्तो भइरहेको बसेले रक्सी छोडिसक्यो अब आइरा गुड गर्ल आची के अरे काकालाई खुलाएर काकाको जुठो चाहिँ यसरी त्यो जुठो खाने भन्ने कन्सेप्ट दुध पछि चाहिँ दही ल तिमीहरू अहिलेसम्म पक्का खानापिना जुठोहरू चाहिँ उगेर थिएन ल अबदेखि एकदम सरगर है एउटाको जुठो एउटालाई लाग्छ एउटाको जुठो एउटा लाग्छ
यस्तै अब सधैँ हाम्रो हाजी अलिअलि नम्बर अब छोरा पऱ्यो नि काका पऱ्यो नि होइन सधैँ यो दुध जसरी सेतो सधैँ राम्रो जिन्दगी सधैँ राम्रो होस् कहिले पनि केही चिज गरेर टेस्ट नहोस् अनि हनी भनेको चाहिँ अब हाम्रो मिठो भनौँ न सधैँ मिठास होस् तपाईँहरूको जिन्दगीमा शब्द कार्यहरूमा सधैँ यस्तो गुलियोपन हुनु पर्यो होइन यो धेरै जसो गाउँहरूमा चाहिँ त्यही हाम्रो नानी त अहिले त अलिकति बिचरा अलिकति डराइहाल्यो सँगै बस्नेले खुवाउँछ हाम्रो उसमा चाहिँ गाउँघरमा चाहिँ सँगै बस्ने मान्छेले चिनी भनेर अनि त्यसपछि घिउ अलिकति त्यो गर्नु धेरै नराम्रो आज त अमृत भन्छ अनि लास्टमा रक्सी छ ज्वाइँले रक्सी छोडिसक्यो सोग्यामा अब रक्सी दिनु पर्यो आइराहरू आएर चाहिँ तिनीहरूलाई खुवाउन दिन देखिरहेको अलिक भइसक्यो खोइ बाबु खोइ त धुइ पिन्थ्यो त्यसपछि के हामीले टिका लगाइदिने गोत्रबाट गर्ग गोत्रमा प्रवेश भएको छ त्यसको लागि आजको यो घोषणाले अब उहाँको परिवारमा गएर अब उहाँ भित्रिएको छ र उनीहरूको भविष्यको आउने दिनहरूमा सधैँ सुखमय होस् भन्दै यो गोत्र सार्ने काम यही नै समाप्त हुन्छ। ल हजुर हाम्रो प्रदीप लोनी प्रेत क्षेत्रेश्नी प्रदीप लोनी गर्ग गोत्रमा हजुरको आत्री गोत्रको हजुरको सुपुत्रीलाई हामीले आज ग्रहण गर्दैछौँ। एक्सचेन्ज गर्ने होला नि त्यो होइन भइसक्यो त्यो के अरे एउटा सुकी चाहिँ जन्म दिने आमालाई हो, एउटा सुकी चाहिँ यिनलाई अब यिनीहरूले त अहिले त मेलापात उसरी गरेको छैन। मेलापात गर्दाखेरि नगर के गर नगर घोरो दिवो छावेछ त्यो त्यहाँको आमालाई दिने हो। एउटा कुरा यिनीहरू रोदी सोधी भने यिनीहरूलाई थाहै छैन। रोदीको रोस्यो आमालाई दिने हो। अनि एउटा सुकी चाहिँ गाउँको मेग्रे मिलासो गाउँको भलात्मीहरूले दिने हो। यस्तो हो। तर अरू अझै 4 सुकी 2टा सुकीको कुरा मलाई आएको छैन। त्यो चाहिँ अब अर्को बिहामा ल हजुर यो लाने हो। ए ल पिँदैसम्म धान बोल्दैछ यो सबै यो हामीले चेन्ज गऱ्यो नि टिका लाऊ अनि टिका लाउँदै अनि जिन्दगी सधैँ खुसीमय होस्। दिदीको ब्लग एकदम राम्रो माथि बेनाले पैसा दिन्छ होला नि होइन। मैले त टिका लगाइदिएँ स्टिल 5 पाउने हो होइन त्यहाँ निकाल्दा कति निस्किन्छ भन्छ। ल अरू भन्दा टिका लगाएर निरोगी भएर तिमी चाहिँ घरमा पनि हो। अब यो सासू ससुराको चाहिँ अब मेरो दिदीलाई एकदम राम्रोसँग हेरेर अरू काम नगर्ने अरू केही नगर्ने हेर मात्रै गर्नु खोजिरहेको सन्तानले एकदम के भन्छ अरे एकदम सन्तोष गरेर भएर डाँडा काँडा ढाको छोडिदियो। अब तिमीहरू फिडिङ गर्थ्यो अब जेठो हो स्कुल ल्याऊ आफैलाई सधैँ यस्तै मिठो मिठो खुवा है बाबु है। ल ल ल ल
छोरीको हातबाट सधैँ छोरीको हातबाट यस्तो शुभ मिष्टान्नहरू खाइरहोस् तिमीहरूले तिमीले खुलाइदियो नि त ल एकछिन पहिला यिनीहरू बिहान भोटेले गिफ्ट दिउँछ वासिङ मेसिन गिफ्ट कसैले गिफ्ट गोल्डवाला वासिङ मेसिन थियो गोल्डवाला वासिङ मेसिन त किनिसक्यो अब कहिले दिन आफू लगा अब कस्तो खाले किनेछ अब तल 29 ग्लेभर रोडबाट 75 लाइफ पबमा चाहिँ पुगेर आउनु नपर्छ लन्डे आफूले त आफूले चत्त गरे त्यति राम्रै भएछ त तिमीलाई त आफै भइदिएला टिक्क गरिदियो त बाबु ल टिक्क गरिदियो है तिमीले लग पहिला टिक्क गर्दा पहिला तिम्रो निधारमा ल अलिकति फरेडमा शाबास ल दिदी र भथे आथे र भथे चाहिँ एकदम निरोगी हुने खुसी हुने सदा सर्वदा तिमीहरूको यो परिवारभित्रको तिमीहरूको यहाँभित्रको चाहिँ माया ममता चाहिँ सधैँ बढिरहोस् भइरहोस् फेरि म ममता होइन माया ममता फेरि ममता 24 घण्टा दिब्रोडमै बसिरहेको फेरि मलाई टिका लगाइदिनु ल अब तिमीहरू 4 जना थियो तिमीहरू अब 8 जना भयो अब नाता नातिको सासु ससुरले एकदम सन्तोष टिका मिलाइदिन्छ शुभ शान्ति सन्तोष दिने हो सबैले उयो आइबीले टिका गरिदिनु वासिङ मेसिन दिनु रिप्लाई गिफ्ट चाहिँ हो अब लन्ड्री बोक्दै नआउने अब हाम्रो त वासिङ मेसिन त्यो 2-3 पल्ट त यहाँ ल्याइसक्यो नजिक भएपछि त्यस्तै हो क्या ल जिउ गर बाबु सन्देशसँगै गऱ्यो भयो नि त अहिले है अहिले सन्देश दुईटा परे हुन्छ सबैले लाउनु पर्दैन धेरै धेरै बधाई छ है अब छिटै के हुनु पर्यो छिटै अब सासु ससुरा हुने पाला आउँदैछ अब जीवन चाहिँ राम्रो हुँदै जाओस् है प्रमोसन त एकदम फर्को मार्यो त आफ्नो दिनु पर्यो अर्को ल्याउनु पर्यो होइन एकदमै सही कुरा हो एकदम राम्रोसँग एकदम ठिक हो अहिले त हाम्रो यो समयले गर्दाखेरि पो अहिलेको यो त भने आफ्नो ल्याउने बेला भइसक्यो शान्ति मिलोस् दुईटा खास के होइन है जाउला यहाँ त मच्याउनु लाग्यो हामीले अहिले कुरा गरि छैन पेछा भनेर भिडियो त पुरा आमाले जे जति कुरा गर्नुभयो सही कुरा गर्नुभएछ है अब सासु ससुरको बेला भइसक्यो बाबा आमाको बिहा बल्ल हुँदैछ लगाइसक्यो हामीले आज पर्ने कुरा हो आज खै तिमीहरू खै त तिमीहरू
ल स्या स्या ल बधाई छ 1 सेकेन्ड है आशीर्वाद सम्झेर म्याकडोनल्ड खाऊ भोलि बिहान हुनु ल त्यही त ल हामीलाई दिनु टिका कोड है अनि त्यो येलो लाइची पनि थियो है भन्नु नलाइने हुन्छ ओ तिमीहरूलाई लगाइदियो है नि के भयो लगाइदेऊ न होइन किन तिमीहरू लाउने नि तिमी पहिला लाऊ अलिकति अनि ल आशीर्वाद हाल नि त सानो भाइको हातको टिका थियो सानो भाइ सालीको वासिङ मेसिन आउँदैछ है डोन्ट वरी नरिसाउने भने जस्तो सबै होस् भन्ने आटेको पुगोस् सबै रोग हटोस् गिफ्ट आउनलाई ढिलो भयो सानो भाइले यस्तो गर्ने भए त पहिल्यै औँठीको साइज दिनु पर्छ भाइलाई आशीर्वाद दिनु पर्यो गर्नु पर्यो नि ठुलो मान्छेले ढोक गर्नुपर्छ नि अरू जे भन्दा नि तिमीहरू 4 वटा दिदी बहिनी थियो अब 4 दुना 8 भइसक्यो अब नाता नातिना हुन्छ अब बा आमालाई चाहिँ शुभ सन्तोष दिनु पर्यो कि अब मेन कुरो यी अब यो घरमा पहिला कति झ्याउ झ्याउ हुन्थ्यो आखिरमा यस्तो हुँदो रहेछ जिन्दगी भनेको बुढाबुढी मात्रै भयो अब होइन अहिले हामी सबै यहाँ जम्मा हुन्छौँ एकछिनपछि उनीहरू दुईटा मात्रै हुन्छ फेरि अब त्यस्तै हो समय भनेपछि त्यस कारणले गर्दाखेरि छोरा भने छोरीहरू सब तिमीहरू हो अब ज्वाइँहरू अब अहिले 4 दुना 8 भइसक्यो दाइको मनभित्र आशिक दिँदै सन्तोष राख्न सक्नु पर्यो हामी सबैले ठुलो कुरो निरोगी हुनु पर्यो रोगले रहेछ मान्छेलाई बिगार्ने चाहिँ रोगले रहेछ दुईटा बच्चाको छोराछोरीले पनि सन्तोष गरेर मान्छेको जिन्दगी कति साह्रो के अरे यहाँ छोरीहरू कति रमाइलोसँग थिए अब आफ्नो बाटो लाग्यो है सबैको बाटो रीति रिवाजहरू बाटै त्यस्तो उहाँले छोडेर आगे हो आखिरमा त गरेको छ नि यहाँ बुढाबुढी मात्रै हुन्छ होइन केही चिजसम्म त धेरै मुस्किल पर्छ नि जान भाउजू मेटफोर्मिन नबिर्सिनु है छोराले ढले 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 छोरीले हो पुजे दाइले सबै कि फेरि ह्याप्पी बर्थडे भन्दा मेरो तपाईँको अब बर्थडे गिफ्ट सबै यही हो अब त्यहाँ बर्थडेमा फेरि के अरे खोइ भनेर एक्सपेक्ट गर्ने होइन है अर्को मन्थ फेरि त्यहाँ चुप्प लाग्न तपाईँको यही हो अब ल आऊ लास्ट वान नितिन आऊ तिमीहरू अब छिटो ढिलो भयो कि छिटो आउ न ल आइज आइज निकिता लाउनु केही हुँदैन होला नि बाउ आमालाई लाउने आमा सबै अलिअलि छोएर कस्तो राम्रोसँग अनि अझै नाम दुवैको आउने राखेछ है अजमेर ठुलोको पनि अनि ल आथेलाई
ल अब दुईटा आथी भयो त्यसलाई ढोग ए म त फेरि स्ट्रेट आयुर् द्रोणम सुते श्रेयम दर्शते शत्रु क्षयम भागवत ऐश्वर्य नहुसे मानञ्च दुर्योधन दानव सूर्यम सुते बलम हालाधरि सत्यम च कुन्ती सुते मेरो बाबु सदा सर्वदा यो श्लोकमा भनेको जति पनि आशीर्वाद तिम्रो जीवनमा लागू होस् है बाबु आशीर्वाद I think हाम्रो आफैलाई हक गरौँ पहिला अलगैको मान्छेमा त यही छ होला सबै मिलेर गरौँ न तिमीले दिए जस्तो भयो ओपन गरेर दियो न बेनाको चाहिँ आउँदैछ अरे बच्चाहरूको त्यो भन्नु सरी है बेना सबै पेन्डिङ ढोक्रे त एकदम पेन्डिङ गीत पो भयो सबै निरोगी हुने चाहिँ अरू भन्दा नि भयो है तपाईँहरू फेरि उठ्नुपर्छ है यो सुन्नुहोस् है समात्नु राख्नुभयो भने चाहिँ सँगै बस्नु तपाईँ साङ भयो अब साङ त्यो गर्नु आएको त अघि बाल्नु त भने थियो बालिस बाहिर भगवान समय समयको हाम्रो कम्युनिकेसन अलिक नहुन अहिले तपाईँहरू त अलिक छिटो आयो है अब के अलि गाडीमा चाहिँ भयो क्या त्यो अलिकति त्यो समय अलिक मिलेन हजुर अलिक देख्ने गरेर बस्नु भनेको अनि अहिले मेरो छोरी 17 वर्षको उमेरमा अब उनीहरूको वैवाहिक जिन्दगीमा वैवाहिक उसमा परेको विवाहको अब 17 वर्षको उमेरमा 1998 सालमा अहिले 26 वर्षपछि बल्ल यो ढोकेको कार्यक्रम गरिरहेको छु है साह्रो लामो ग्यापमा यो किन भयो भनेपछि अब हाम्रो सबैको त्यही हो जागिरको सिलसिलामा कहाँ पुग्छ अनि कता कता आफ्नो बसाइसराई पनि हुन्छ कोही हङकङ कोही के अब जस्तै म र सम्झी त अब यिनीहरूको बिहा हुँदा ब्रुनाईमै थियो होला बिहा भर्खर रिजर्भ युनिटमा त्यस्तै अचानक अब हामी बाहिरै थियौँ बाबाहरू अहिले भनौँ न अब 28 वर्षपछि बल्ल यो काम गरेको छु अब बल्ल अहिले सम्पन्न भयो त्यसमा के अरे मैले अब जस्तै मैले सम्झीहरूले मेरो छोरी चाहिँ वहाँ गएर अब छोरी जस्तै अब तरिकामा मैले महसुस पाएको सबै चिजहरूमा अनि त अब भविष्यमा पनि राम्रो त्यस्तै
अब सासू छोराले माया गर्नु पर्यो, छोरा बुहारीले सासू छोराको सेवा गर्नु पर्यो, त्यो चाहिँ एकदमै त्यो चाहिँ घनिष्ठ हुनु पर्यो। त्यसमा हाम्रो फेरि मलाई के छ भने हाम्रो एउटा ब्याकग्राउन्ड फ्यामिलीको चाहिँ यस्तै वैवाहिक ब्याकग्राउन्ड चाहिँ हाम्रो अलिक लामो छ हिस्टोरी चाहिँ। मेरो बजे पनि अब तपाईँकै परिवारबाट आएको हो। अब भेटी मेरो बाबाको आमा त्यस दिन भएको छ। त्यसले गर्दाखेरि चाहिँ होस् अब तपाईँहरूको जो अब यति लामो ग्यापपछि अब यो काम गरिसक्यो, सम्पन्न भयो। अब उपरान्त भविष्यमा पनि तपाईँहरूको छोरा तपाईँहरूको परिवार सबै सासू ससुरा अब छोरी छोरा बुहारीहरूसँग सबै राम्रो सम्बन्ध भएर दिन दिनुहोस् भन्दै यहाँ केही अब गालीमा चाहिँ कमजोरहरू होला। अनि खानाहरू तयार भएको छ, अब खाना लिनुहोस् अनि आजको कार्यक्रम यहाँ सम्पन्न गर्नु। धन्यवाद। अनुहार देखाउनु पर्यो, यताबाट गएको त नभन्दै चाहिँ अहिलेबाट मेरो इच्छा यता जानु भिडियो सरी पार्टी आशीर्वादी पार्टी छैलहरु भयो तपाईँ हुँदै जानु यो पछ्यौरी माग्दैछ कि त्यता फेरि पछ्यौरी दियो भन्दैछ बाबा यो माइतीलाई दिनु त यो मामा यो उदो आमाले दिनु फाल्टु भयो कता गएर रहेछ भने खान्छ दाइ शान्तिको है उता भित्र जानु दाइ अलि यहाँ बाटोमा हुन्छ भाउजू भित्र जानु खोइ त अरू पछ्यौरी खोइ त अर्को के प्रवीणले नेपालबाट ल्याएको त्यो एउटा बुद्ध पोस्ट कार्ड किन ल्याएर नि भनेको अन्त कति रमाइलो हुन्छ नि त दाइ मोडर्न भन्नु त्यो फ्रुट योहरू दिनुभयो मा फ्रुटहरू छुनुभयो ए यसो यसो तपाईँले त उचाल्न सक्दैन बाबा उचालिदिनु त त्यहाँ फ्रुट त्यो बाबा आमाले उचाल्नु
ठुलो कन्या हो कन्या चाहिँ हामीले पाइसक्यो ए है यहाँ यसै छैन ओहो निरोगी भएर हाम्रो बाबा एकदम लामो सुखी जीवन जिएर हाम्रो आमा पनि निरोगी भएर सासू ससुराको भाडा कहिले पनि बुझ्न सक्दैन ल यो कुनातिर राख्यो छोड्नु आउँछ हो त्यहीँ राख्नु भएन अहिले अब यहाँभित्र के छ कसो छ ग्रहण गर्नुहोस् अब तपाईँहरू बस्नु यो उता भाउजू बस्छ बस्नु सन्देश थ्याङ्क यू मेरो दाइले सालीज्यू अब त्यो तपाईले सुन न त बुझ्दैन कि उनीहरूलाई यो पोलिटिसियन कुराहरू पोलिटिक कुराहरू अनि त्यही कर्मपाले चाहिँ newly married couple newly married ओके सुन सानो प्लेट ल्याउँदा ल नम्बरको वजह पनि आइकन सबै दिसिदा जरो जाय तदा कता आर हर कुनै होइन कुनै कुनै मा पनि यो अब हजुर हेर्नु राम्रो सारीले फोटो खिचेको राम्रो यस हेरेर हेर यता ममता हेरेर चाहिँ सधैँ बुहारीले यस्तै मेवा मिष्टान्न खुवाइरहेकोस् है नमिठो कहिले नखुवाओस् बुहारीले फेरि यस्तै मेवा मिष्टान्न सधैँ छोरालाई खुवाऊ नमिठो कहिले नखुवाऊ है ल Polo है माथि सम्बन्ध बे यस फेरि उड्ला अहिले माथि सिज आङ्गुस हल्लाको छैन बरु उसो होला Probably blocking the thing. होल गर्नु है माथि अहिले फेरि माथि जानु उड्ला Yes. Recommendation as well, sorry. पक्का गरे couple drink it's called सेभ गरी एक पर्सेन्ट पनि बाहिर फालेन नि त very होइन आफूले समाज आफूले खुवाउने हो र खाने हो र हो ओके ल टिका लगाउनु न
ल This one, I think. बाजेलाई त धेरै धेरै खुसी हुने है मलाई त भयो I'll hold it for you. I'll keep it safe. No, 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 I'm Thank you, Ada. Thank you. Oh, please, you sit down. You sit down. One more. One more hey. प्रवीणलाई पनि Okay. I'm agree with you, I'm with you. Okay, भन्नु पर्यो ल भेनालाई नखाँदै लागेछ क्या हो Thank you. Cheers. That sweet, short and sweet, Jeju. कस्तो रहेछ सन्देश मिठो छ Gulio, gulio. गुलियो गुलियो Gulio, gulio. तर बालेनको एकछिन कम भयो के अरू कुरो जानु चाहिँ अलिक लागेको थियो क्या केही खाँदैन है तर किन रिसाएको क्या बुढाबुढी त छिट्टो छुट्टेर बसेर खान्छ त बिचमा ग्याप आएको त हजुर Hello, TikTok. Hello, channel. Subscribe to के रे? दुई शब्द भनिदिनु न दिदी भेनालाई हामी धेरै धेरै शुभकामना थ्याङ्क यू भन्नु अघि भेनाले भन्नु जस्तो Thank you. दाइ केही भन्नु छ के भने एकदम साइलेन्ट खालको बोल्यो एकदम इन्टरनल ल ल ल धन्यवाद धन्यवाद बुझ्नेले नि इन्टरनली बुझ्छ ल आएर नाच त गर्नु न डान्स गर्नु ए अलि पछाडि जान्न शादी करोगी ए तपाईँ नाच्नुपर्छ नि आज त है नाच्न देखेसम्म देखेपछि माया
आकाशको गरगुरु Mimi, come. Let's do darshan, okay? Sabala darshan. 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 Mimi, darshan. आफ्नो मन त के खाने एउटा चाहिँ के हो दार्शन ले भन्नु ले भन्नु ले मनै खानपिन छ अनि जुलाई के छ त अब जुलाई नम्बर जुलाई एक दिनको दुलाई निदान दिनु नि